जब म 20 वर्षको भएँ तब मलाई लाग्यो यदि म 28 देखि 30 वर्षसम्म सफल भइन, लाखौँ कमाउन सकिन वा सेटल भइन भने मेरो जिन्दगी बर्बाद हुनेछ। म दौडिरहेँ, आफैलाई थर्काउँदै बसेँ। तर आज यो उमेरमा आइपुगेर पछाडि फर्केर हेर्दा थाहा भयो जिन्दगी कुनै खेल होइन रहेछ, जहाँ कोही अगाडि र कोही पछाडि हुन्छन्। जिन्दगी त आफ्नै समय र गतिमा चल्ने एउटा सुन्दर यात्रा रहेछ। नमस्कार, म प्रकाश, सुनौलो क्रिएसनमा तपाईँलाई हार्दिक स्वागत छ। आज म तपाईँहरूसँग कुनै किताबी ज्ञान होइन, बरु सामाजिक सञ्जालको यो भ्रामक दुनियाँ र आफ्नै भोगाइबाट सिकेका 3वटा यस्ता कडा सत्यहरू सेयर गर्दैछु, जसले सायद तपाईँको मनको भारी पनि निकै हलुका बनाइदिनेछ। पहिलो सत्य, कसैको टाइमलाइनसँग आफ्नो जिन्दगी तुलना नगर्नुहोस्। आजकल फेसबुक, इन्स्टाग्राम खोल्ने बित्तिकै के देखिन्छ थाहा छ? कोही 22 वर्षमै ब्रान्डेड गाडी चढिरहेको हुन्छन्, कोही 25 वर्षमा विदेश घुमिरहेका हुन्छन्, त कोही 26 वर्षमा कम्पनीको CEO बनेको पाइन्छ। यो हेरेर हामी राति निदाउन सक्दैनौँ। म कहाँ चुकेँ? मेरो त उमेर मात्र गइरहेछ। तर मैले बुझेको पहिलो सत्य के हो भने कसैको सफलता चाँडै देखिनुको अर्थ तपाईँ ढिलो हुनुभएको होइन। 24 वर्षमा मास्टर सकेर पनि कसैले 5 वर्षसम्म जागिर पाउँदैनन्। कोही कलेजै नगई 21 वर्षमै सफल उद्यमी बनेका छन्। कसैको 25 वर्षमै विवाह हुन्छ, कसैको विवाहपछि डिभोर्स हुन्छ, कोही 40 वर्षमा विवाह सकेर पनि संसारकै खुसी जीवन बिताइरहेको हुन्छन्। त्यसैले अरूको टाइमलाइन हेरेर आफ्नो घडीको समय पछाडि छ भने चिन्ता नगर्नुहोस्। तपाईँका लागि भगवानले आफ्नै सही समय तय गरिदिनु भएको छ। दोस्रो सत्य, नाइ भन्न सिक्नुहोस्, नत्र आफै सकिनुहुनेछ। हामीमध्ये धेरैको बानी हुन्छ अरूलाई खुसी पार्नका लागि, अरूको नजरमा राम्रो बन्नका लागि आफ्नो इच्छा विपरीत पनि हुन्छ भनिदिने। कसैले सापट्टि माग्यो, आफूसँग नहुँदै ऋण खोजेर दिने। कसैले आफ्नो समय बर्बाद गर्ने काममा बोलायो भने सम्बन्ध बिग्रिएला कि भनेर गइदिने। मैले बुझेँ, जब तपाईँ सबैसँग राम्रो बन्न खोज्नुहुन्छ, तपाईँ कसैको नजरमा पनि खास बन्नुहुन्न। अरूलाई खुसी पार्ने चक्करमा हामी आफैलाई बिर्सिन्छौँ। जहाँ तपाईँको समय, ऊर्जा र आत्मसम्मानको कदर हुँदैन, त्यहाँ नम्र भएर नाइ भन्न सिक्नुहोस्। आफ्नो मानसिक शान्तिभन्दा ठुलो यो संसारमा कुनै सम्बन्ध र कुनै काम हुँदैन। तेस्रो सत्य, असफलता भनेको अन्त्य होइन, एउटा रिडाइरेक्सन हो। मैले जिन्दगीमा धेरैवटा यस्ता कामहरू गरेँ जसमा म नराम्रोसँग असफल भएँ। त्यो बेला लाग्थ्यो भगवानले मलाई मात्र किन यति धेरै दुःख दिएका होलान्। तर आज मलाई थाहा भयो, यदि म त्यो बेला ती कामहरूमा सफल भएको भए म आज जहाँ छु, जुन स्थानमा छु, त्यहाँ कहिले पुग्ने थिएन। असफलता वास्तवमा हार होइन, यो त प्रकृतिको एउटा इसारा हो, जसले तपाईँ भनिरहेको हुन्छ यो बाटो तिम्रो लागि होइन, तिम्रो लागि अझै राम्रो बाटो अन्त कतै छ। जब एउटा ढोका बन्द हुन्छ, बुझ्नुहोस् कि अगाडि त्योभन्दा ठुलो र सुन्दर ढोका खुल्ला भइरहेको छ। बस तपाईँले प्रयास गर्न र हिँड्न छोड्नु भएन, जिन्दगी त्यसै सफल हुनेछ। उमेर एउटा नमुना मात्र हो र सफलताको कुनै निश्चित परिभाषा हुँदैन। यदि तपाईँ आज आफूलाई अरूभन्दा पछाडि महसुस गरिरहनु भएको छ भने लामो सास फेर्नुहोस् र आफैलाई भन्नुहोस्, म आफ्नै गतिमा हिँडिरहेको छु र म ठिक ठाउँमा छु। निराश नहुनुहोस्, आफ्नो मेहनत जारी राख्नुहोस्, किनकि तपाईँको जीवनको सबैभन्दा सुनौलो सृजना त अझ बाँकी नै छ। यदि आजको यो कुराले तपाईँको मनको अलमललाई अलिकति भए पनि शान्त पार्यो भने भिडियोलाई लाइक, सेयर गर्न नभुल्नुहोला।
जीवनलाई सिकाउने र ऊर्जा दिने यस्तै भिडियोहरू निरन्तर हेर्नका लागि सुनलोलो क्रिएसनलाई आजै सब्स्क्राइब गर्नुहोस्। तपाईको जीवनमा पनि यस्तै कुनै कथा वा अनुभव छ भने तल कमेन्ट बक्समा मलाई अवश्य सेयर गर्नुहोला। म तपाईको कथा सुन्न र पढ्न पर्खिबस्नेछु। धन्यवाद। नमस्ते।